आफ्नै बगैँचामा मौरी पाल्नुहोस्, 2टा 4वटा 5-7वटा घारहरू तपाईँ राख्नुहोस्। मौरीको गुनगुनावट आवाज आउँछ। मौरीको चाहिँ एक खालको चाहिँ त्यहाँ गति आवत जावत ओहोरदोहोर गरेको चाहिँ त्यो उडेको मौरीले चाहिँ खाना बोकेको होइन, खुट्टामा कुटहरू बोकेको एकदमै गतिविधि उसले चाहिँ सक्रिय तरिकाले आउने जाने गरेको तपाईँ हेर्नुभयो भने तपाईँलाई 2टा कुराहरूको चाहिँ अनुभूति हुन्छ। तपाईँहरूलाई 2टा कुराहरू चाहिँ त्यसले दिन्छ। एउटा त यसले एउटा मेन्टल प्रेसर, मेन्टल टेन्सन है, एउटा तपाईँ कहीँबाट कामबाट आउनु भएको छ, कहीँ केही चाहिँ तनावमा होइन बाहिरबाट आउनु भएको छ, घरमा आइसकेपछि तपाईँलाई एक खालको शान्त वातावरण बनाइदिन्छ मौरीले। त्यसले चाहिँ शरीरबाट जुन निस्किन्छ कोर्टिसोल एउटा खालको चाहिँ हर्मोन हो, त्यो चाहिँ हर्मोन चाहिँ निकालेर फालिदिन्छ, कम गर्छ। त्यसले चाहिँ रिस, प्रेसर, टेन्सन कम गर्नलाई सपोर्ट गर्छ। दोस्रो चाहिँ तपाईँको यो भेगा नर्म्स भन्ने चाहिँ यो शरीरबाट निस्किने एक प्रकारको तलदेखि माथिसम्म हुने चाहिँ एउटा रक्त सञ्चार, के अरे स्नायु सञ्चार भन्छ, त्यो सञ्चारलाई चाहिँ तपाईँलाई सक्रिय बनाइदिन्छ र त्यसले चाहिँ सबै हिसाबले शरीरलाई रिल्याक्स बनाइदिन्छ। त्यसले गर्दा मौरी हाम्रो आफ्नो बगैँचा, आफ्नो वरिपरि, आफ्नो घरमा कम्तीमा 2-4वटा घारहरू तपाईँले राख्नुभयो भने त्यसले तपाईँलाई चाहिँ रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ र त्यसले चाहिँ स्वास्थ्यमा पनि एउटा चाहिँ नयाँ खालको तरङ्ग दिन सक्छ। र रोगी छ भने पनि त्यसको चाहिँ शान्त भयो, एकदम रिल्याक्स चाहिँ भयो भने त्यसको रोग पनि कम हुँदै जान्छ। वैज्ञानिकले के भनेका छन् भने 1.5 टाइम्स चाहिँ यो आयु पनि बढाउनलाई मौरी सँगै छ, मौरीको आवाज सुनेको छ, त्यसले सपोर्ट पुग्छ भन्ने गरिन्छ।